सो हामी चाहिँ अहिले बिहान उठेर होइन नास्ता खाएर अब हामी ड्रेस लाउन जाँदैछौँ एकदम एक्साइटेड A few moments later. चाहिँ ड्रेस लाएर रेडी भइसकेको छौँ होइन सबजना राम्री भइसकेका छन् जेरी गाडीमा जाने अब अनि मुस्ताङमा केटीहरू ग्याङ मुस्ताङमा हुने अर्पिट हामी चाहिँ टिसी बनाएर हामी फर्किसकेका छौँ होइन सबजना यहाँ छौँ हामी चेक ल भयो ल हामी चाहिँ अब हिँड्दैछौँ होइन ड्रेस चेन्ज गर्नलाई हामी केटो पाइसक्यौँ अब एकदम राम्रो छ गल्ली एकदम राम्रो छ ड्रेसअपलाई सम्म 180 पर्यो हाम्रो चाहिँ होइन ल भन्नु न 180 फेरि मान्छेले होइन खोज्नुपर्छ ठाउँ सोच्नुपर्छ हामी धेरै माथि आएको नि त हामी 28 29जना थियौँ त्यही भएर अब डिस्काउन्ट मिलेन 300 पर्छ 200 पर्छ आउनु होला फर्किँदै कालिका भगवती मन्दिरमा आइसकेका छौँ फेरि घुम्नलाई अल्छी लाग्दो जिन्दगी मेरो स्वर गयो अब म बिस्तारै थोरै ब्लग बनाउँछु म धेरै बनाउनु तपाईँ चाहिँ शोभा दिदीको स्वर अलिक गएको छ त्यही भएर म भ्लग गर्दैछु हामी चाहिँ कालिका भगवती मन्दिरमा घुम्न आउँदैछौँ यता जाँदैछौँ अनि यो चाहिँ मलाई करेक्सन गर्ने मान्छे अनि यता अपेक्षा हामीहरू फोटोग्राफर म चाहिँ फोटो खिच्ने मान्छे अहिले मात्रै फोटो खिच्ने मान्छे खिच्ने मान्छे यो फोन चाहिँ हाम्रो हातमा के हो के अरे भगवती मन्दिर कालिका भगवती मन्दिर बागलुङको फेमस है तपाईँहरू आउनै पर्छ यसलाई पहिनीहरू हेरेर हिँडिरहेको छ लखर लखर यसको चाहिँ आज भ्लगरको चाहिँ सोर्स सुकेछ के गर्नु यस्तै हो हाम्रो पहिनीहरू बोल न हामी भगवती मन्दिरमा आइपुगेका छौँ कस्तो लाग्यो मुस्ताङको ट्रिप कस्तो थियो टाइम म्यानेजमेन्ट हाम्रो ट्रिप सकेको त छैन तैपनि अहिले भन्नु न कस्तो लाग्यो हाफ वेसम्म मुस्ताङ चाहिँ पुरा बोल्नु न म्याम हाम्रो माइकल मुस्ताङ स्वर्ग हो हामीले डाँडामा हिउँ पर्छ भनेर पहिलेचोटि थाहा पाएँ हिमाल डाँडामा हिउँ परेर पहिले चाहिँ थाहा पाएँ म यहाँ गर्थेँ गाई यस्तो डाँडामा हिउँ परेको मरुभूमि भनेको स्यान्डले बनाए हुन्छ भन्थ्यो तर त्यहाँ त ढुङ्गाको रहेछ गाई हेलो गाइस हामी चाहिँ मान्छे झोलुङ्गे पुलमा एकदमै हाइटीवाला झोलुङ्गे पुल छ होइन डर लाग्न सक्छ भने गाइस हामीलाई चाहिँ तर हामी लाग्दैन यस्तो जाबुले फोटो लाग्छ यार यस्तो जाब नलिने पुल हेर्न के हल्ला न दिदी मार्ला है बाइक हिँड्न नहोला यति लामो छ ठुलो पनि छ तर केही टेन्सन यो चाहिँ यस्तो पुल होइन जहाँबाट चाहिँ 4-5वटा पुल देखिन्छ होइन म देखाउने नै छु एउटा पुल अनि वहाँ एउटा पुल 2टा पुल उतापट्टि एउटा 3टा पुल वहाँ तल एउटा 4वटा पुल यहाँ यता 5वटा पुल अनि त्यसपछि यता एउटा 6वटा पुल अनि कता
1400 नि पुलै पुल छ यहाँ चाहिँ होइन 2 hours later. के गयो अब म हेरेँ यिनीहरू खाने रे यिनीहरू खाने म हेर्ने थापिदिने होला दिएको भए पार्टी मोमो हाम्रो सर यहाँ हाम्रो बिक्री गर्दै हुन्छ कस्तो लास्ट दिन हामी उठिसकेका छौँ पोखराबाट अब लेक साइड घुम्न जाने होइन हाम्रो यसो कुराको हालत आज घर जाने भनेर सब टेन्सन लागिरहेको टेन्सन अब घर गएर चाहिँ टुरै सक्यो जिन्दगीभरिको लागि टुर सक्यो कि अब के सक्यो थाहा छैन 12 पछि त कहाँ लान्छन् पनि थाहा छैन त्यही भएर अलिअलि दुःख लागेछ साइड पुगेपछि देखाउँछु हेलो गाइस वेलकम छ हजुरलाई मेरो भ्लगमा होइन आज नयाँ दिन आज 4 दिन अनि हामी चाहिँ पोखराको लेक साइड गरिरहेछौँ बोटिङ गर्न फेवादाको लेक साइड भन्नु लाग्यो भने बोटिङ गर्न गइरहेछौँ होइन एकदम राम्रो भ्यू छ आएर यसलाई हल्का पिरियड भयो होइन अब मलाई चाहिँ म जान्छु अनि दर्शन गर्छु आउँछु पर्सनहरू ल्याउँछ भने भन म ल्याइदिन्छु यसै हो वाचिङ रेडी भइसकेको छौँ होइन जाने हो हामी चाहिँ फेवातालमा तालमा हामी जाँदैछौँ सिलगढीको लागि आइसकेको छौँ होइन यिनीहरू यहाँ छन् अर्को बोटमा लगै पर्छन् म त पानी के अरे सुन्दैन कसरी हामी यहाँ चाहिँ कहाँ छौँ रे पोखरा हामी पोखरामा छौँ है यहाँ फोटो खिच्दैछ यस्तो पाहाडमा shopping.
आइसकेका छौँ। अब हामी जाने हो विदेश। हामी कहाँ जाने भन्दा एयरपोर्ट आएपछि के भन्छ कहाँ जाने? अमेरिका, अस्ट्रेलिया, युके। अब सबैमा उडाइन्छ गाइस। जापान। हामी जापान जान्न, हामी आइसकेको छौँ एयरपोर्टमा। हामी चाहिँ फेरि मुगलिङको ब्लू हाइभेन होटलमा आएर फेरि अब हामी घर फर्किँदैछौँ। एकदमै दुःख लागिरहेछ मलाई, मेरो मुस्ताङ मैले छोडेर आएँ। यस्तो राम्रो भ्यू थियो होइन। अब आज मैले आलु पनि पाएको छु, मैले अर्डर गरेको आलु अनि आलु आएको है। सो हाम्रो केटीहरू चाउमिन एकदमै थालभरि चाउमिन छ, भात चाहिँ यति लिएर आएको छ। प्राउन भनेको झिङ्गे माछा हो बेबी। सो त्यही भएर भेज र प्राउन लिएर आइन्छ। भेज खाने मान्छेले प्राउन खान्छ, यस्तो राम्रो भेज छन्। निकाल्ने यसलाई खाएछ नि, यसले खाइहाल्छन्। ए मुखमा नै थाल हो। लु परिमाले भेजबाट नन भेजमा सधैँ तर भेज भयो फेरि। यति भन्दै हाम्रो महेश्वरी बाबु पनि आइसक्नु भएको छ। कहिले खाने थाहा छैन। ल खामै म भ्लग अब स्टप गर्नेछु। मलाई याद आइरहेछ मेरो मुस्ताङको। बाई बाई। देखाइसकेँ होइन, यो चाहिँ खाँदैछु अझै बाँकी नि छ। खा साथी खा, कति खान्छस् खा, खाना जन्मेकाहरू खाऊ। आज चाहिँ हाम्रो ब्लू हेभनमा 12 सकियो होइन। अब 12 पछि हामी सायद आउँदैनौँ होला यहाँ खानालाई होइन। अनि 12 को टुर सिधै यहाँको पनि अब सँगै खाना पाउँदैनौँ होला। सो यति भन्दै हामी यो होटललाई बाई बाई गर्छौँ। 12बाट हामी आउँदैनौँ। बच्चाहरूलाई यस्तै कुरा मनपर्छ। अब के गर्नु, शोभा बच्चा फ्युचर जब होइन। बाबु नानीको आउँछ सुरुमा टाइम होइन आउँदाखेरि पनि यहाँ पनि जामै छ। बाहिरको भ्यू दामी छ नि। फेरि जाममा भइसकेको छौँ हामी। दोस्रो बाटो आएर पनि जाममा पर्यौँ भनेपछि हामी म्याम सुन्तला खाम। सुन्तला खाने सुन्तला म्याम सुन्तला खाने हो। एकवटा भनिदिन्छु म थालिदिन्छु देखाएन भनिदिनु। त्यसो मनकारी मान्छे जाममा परेको उहाँले मलाई चाहिँ एउटा सुन्तला दिनु भइसक्यो गाइस। अनि उहाँहरू सबैजना सुन्तला उहाँले दिनुभएको पार्टी अरे गाइस। एउटा सुन्तला चाहिँ ध्यानु मामे दिनुभएको है। नखाने भएन झगडा
हाते त सब खाना जाने थोक्न चटपट मम्मीले खाना जान्ने किन खानु साँझेर खाना खाने हो क्या मेरो मोल्दैन एकचोटि खाने उसले खा त्यहाँ पछाडि छ मेरो मोल्दैन गाइस हामी चाहिँ अब आइपुग्यौँ होइन सुन्नु सुन्नु त्यसको चाहिँ पुरस्कार आइपुग्यौँ अब हाम्रो झर्ने बेला भइसक्यो अब बिस्तारै आउँछ राम्रो सकिएको छ बिस्तारै होइन एकचोटि मर्ज गरेर एक बिस्तारै हेर्नु दियोस् अलि ढिलो आउँछ किनकि एक्जाम आउँदैछ होइन अब हेरौँ के हुन्छ अब स्कुलमा जानु गर्नु पऱ्यो फेरि नभए घरबाट गाली हान्छन् सर भयो यस्तो चाहिँ 7,000 फाल्तु जानु भएन नि त एकदमै राम्रो ल्याउनु पऱ्यो सो अब अलिक पछाडि नै आउँछ होला मेरो ब्लग तर पक्का पनि आउनेछ सबैजना म देखाउने नै छु मेरो ब्लगमा अब एकचोटि अब स्कुलमा भेट्नुपर्छ होइन अब इक्जाम सकेको पछिले चाहिँ आइहाल्दैन चिन्ता काहीको मेरो अपडेट दिएर